नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर 4 स्थित बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा अर्थात् चुलो पर्यटकको लागि आकर्षणको थलो बनेको छ। नाम्सापुरान अर्थात् पुरानो गाउँ तामाङ जातिको ग्लान थरको थाथलो अर्थात् बाप्सा हो। हिजो आज उक्त स्थान पर्यटकको लागि आकर्षण बिन्दु बनेको छ। गाउँपालिकाको आर्थिक वर्ष 2077-78 को बजेटले डम्फु र कुदाप क्याबा अर्थात् चुलो पार्क बनाएको हो। ग्लानथरको कुल पूजा गर्दा कुदापमा पकवान गरेर प्रसाद खाने चलन विगतमा थियो। त्यसैले ग्लानको थाथलोको पहिचान पछिल्लो पुस्तालाई बुझाउन र पालिकाकै पर्यटकीय क्षेत्रको रूपमा पहिचान दिलाउन समेत डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको गाउँपालिका अध्यक्ष योगेन्द्र सिंह तामाङ बताउनुहुन्छ। वास्तवमा यो जुन दुप्चेश्वर गाउँपालिकाको यो 4 नम्बर वडाको जुन यो कुदाप क्याबा डाँडा भनेर भनिन्छ यसलाई, यो जुन डम्फु चाहिँ तपाईको तामाङहरूको चाहिँ यो एउटा चाहिँ कुनै पनि प्रोग्रामहरुमा र कुनै पनि तपाईको चाहिँ सभा समारोहमा र राम्रा कामहरुमा देखि लिएर हरेक कुरामा गीत मार्फत तपाईको चाहिँ व्यक्त गर्नको निमित्त सहयोगीको भूमिका चाहिँ यो जुन डम्फुले पुर्याउँछ। त्यो कारणले गर्दाखेरि हामीले यो तपाईको चाहिँ पहिचानको रूपमा यसलाई स्थापित गरेको छ र यसलाई जोगाउनको निमित्त हामीले चाहिँ यो पार्कको रूपमा यसलाई तपाईको चाहिँ निर्माण गरेर अहिले राखिएको अवस्था छ। र यो सँगसँगै यो जुन यो थलो भनेको चाहिँ मानव सभ्यताको विकास सँगसँगै यो तामाङ समुदायको एउटा थर जुन ग्लान भन्ने थर छ, त्यो समुदायको तपाईको चाहिँ यो चुलो चाहिँ यहाँ वास्तवमा विभिन्न चाहिँ जिल्लाहरुमा विभिन्न ठाउँहरुमा गएका यहाँबाट छरेर गएका तामाङ भित्रका जुन ग्लान दाजुभाइहरू यहाँबाट छुटिएको हुँदो रहेछ र उहाँहरू यहाँ तपाईको चाहिँ आउने क्रममा आफ्नो जुन थपथलो जुन नाम्सापुरान भन्ने ठाउँ छ, यो ठाउँमा आउने क्रममा चाहिँ यहाँ तपाईको चाहिँ चुलो निर्माण गरेको हुँदो रहेछ। सबैले यो चुलो प्रयोग गरेर खाना बनाउने र खाने चाहिँ एउटा त्यो बेलाको एउटा तपाईको चाहिँ त्यो खालको तपाईको चाहिँ गतिविधि रहेछ। त्यो कारणले गर्दाखेरि यो जुन ठाउँलाई चाहिँ हामीले चाहिँ यो ऐतिहासिक रूपमा यसलाई तपाईको चाहिँ जोगाउनु पर्छ भन्ने हिसाबले हामीले अहिले यो जुन चुलो पनि निर्माण गरेको अवस्था छ। दुप्चेश्वर गाउँपालिका तामाङ समुदायको बाहुल्यता भएको क्षेत्र हो। यसमा सांस्कृतिक पहिचान झल्किने स्थानको खोजी र संरक्षण गर्नु पालिकाको दायित्व रहेको उपाध्यक्ष अन्जु आचार्य बताउनुहुन्छ। यो दुप्चेश्वर गाउँपालिका धेरै ऐतिहासिक धरोहर र सम्पदाहरूले भरिएको गाउँपालिका छ। त्यो अन्तर्गत विशेष गरी हामीले डम्फु पार्कै निर्माण गर्नुको उद्देश्य चाहिँ के छ भने यो गाउँपालिका 82% तामाङ समुदायको चाहिँ बसोबास भएको यो चाहिँ गाउँपालिका भएको कारणले गर्दा त्यो समुदायको एउटा सांस्कृतिक र पुरातात्विक र ऐतिहासिक कुराहरू झल्किने त्यहाँनेरि चाहिँ त्यो डाँडामा चाहिँ त्यहाँका धेरै समुदायहरू विशेष गरी त्यो तामाङ वर्गको पनि विशेष अझै महत्त्व चाहिँ ग्लान समुदायको व्यक्तिहरूको जाति थरहरूको चाहिँ त्यो ठाउँमा कुल पूजा गर्ने एउटा प्रचलन रहेछ। त्यो कुल पूजा गर्दाखेरि चाहिँ त्यहाँ त्यतिखेर चाहिँ कुल पूजा गर्दा विभिन्न किसिमका कामहरू गर्दै जाँदाखेरि त्यहाँ डम्फु पनि बजाउनु पर्ने र चुलोहरू त्यही चुलोमा चाहिँ प्रयोग गरेर चाहिँ उहाँहरूले त्यसमै नैवेद्य प्रसादहरू बनाउने प्रचलन अन्तर्गत त्यति के अरे त्यो पुरा पौराणिक कुरा सुन्दाखेरि त्यतिखेर त्यो चुलो चाहिँ देउताको पालादेखि नै बन्दै आएको थियो भन्ने कुरा सुन्दाखेरि अहिले जीर्ण अवस्थामा पुगिसकेको लगभग त्यो ठाउँमा छरे मात्रै भन्ने अवस्थामा पुग्दाखेरि त्यहाँको समुदायको एकदमै धेरै चाहिँ चासो अनि हामीलाई पनि हाम्रो गाउँपालिकाको एउटा संस्कृति झल्किने अनि जात जातिहरूको चाहिँ बाहुल्यता भएको
चिजमा चाहिँ हामीले त्यो खालको संस्कृतिको चाहिँ संरक्षण गर्नुपर्छ, इतिहासहरूलाई चाहिँ सधैँ जल्दोबल्दो अवस्थामा राख्नुपर्छ भनेर त्यो ठाउँमा हामीले जुन कुताब क्याबा भन्ने एउटा चाहिँ पार्क निर्माण गरेका छौँ, जसलाई डम्फु पार्क पनि भनेर चाहिँ नामाकरण गरेको छ। यस क्षेत्रमा रहेका सबै चिजहरू र ठाउँलाई प्रवर्धन गरेर आर्थिक तथा सांस्कृतिक सम्पदाहरूलाई जगेर्ना गर्न पालिकाले पार्क निर्माण गरेको उपाध्यक्ष आचार्य बताउनुहुन्छ। त्यहाँ एउटा राम्रो पिकनिक स्पोटको लागि पनि एकदमै सम्भावना भएको ठाउँ, एउटा चाहिँ हराभरा जङ्गलको बिचमा त्यहाँनिर वरिपरि चौर पनि छ। त्यो संरचना तयार पारेर मान्छेलाई त्यहाँ गएर बसेर त्यो देखेपछि सँगसँगै अर्को चाहिँ यो के अरे प्राइभेट सेक्टरबाट पनि किन होटल व्यवसायहरू गर्न चाहनेलाई पनि त्यो ठाउँ चाहिँ सम्भावना रहेको र त्यो त्यहाँबाट त्यो एउटा पात्रको रूपमा रहन्छ भने त्यहाँ वरिपरि रहेको सबै चिजहरूको चाहिँ हामीले प्रमोसन गरेर प्रशोधन गरेर त्यही ठाउँमा चाहिँ आन्तरिक तथा बाह्य पर्यटनहरूलाई पनि भित्र्याउने उद्देश्यले र त्यहाँको संस्कृति र इतिहासलाई पनि जोगाउने हिसाबले हामीले डम्फु पार्कको निर्माण गरेका छौँ। तामाङ समुदायको उद्गम स्थल रहेकाले पार्क निर्माण गरेको पालिकाका प्रमुख प्रशासकीय विनोद कुमार अधिकारी भन्नुहुन्छ। त्यो एउटा तामाङ समुदायको ऐतिहासिक ठाउँ हो होइन, उद्गम स्थल हो भनेर त्यसलाई चाहिँ पर्यटकीय रूपमा विकास गर्ने भनेर 10 लाख रुपियाँ त्यो कुताब बनाउनलाई विनियोजन गरेको यो आर्थिक वर्षमा र अहिले निर्माण कार्य लगभग त्यो चाहिँ सम्पन्न भएको छ। तर त्यो सँगसँगै के भन्छ अर्को पोखरी, खेलकुद मैदान र त्यहाँ अरू के भन्छ चौरहरू जो पिकनिक स्पटहरू भए होइन, यस्तो चाहिँ बनाएर त्यसलाई एउटा पर्यटकीय स्थलको रूपमा विकास गर्ने भन्ने गाउँपालिकाको चाहिँ सोचाइरहेको छ। यो पर्यटकको लागि महत्त्वपूर्ण स्थान हो। यहाँ विशेष गरी ध्यान गर्नका लागि शान्त वातावरण रहेको उहाँ बताउनुहुन्छ। पर्यटकीय हिसाबले चाहिँ त्यो महत्त्वपूर्ण स्थान लागेको छ, किनभने अब त्यो यहाँ चाहिँ बढी 80% भन्दा बढी चाहिँ तामाङ समुदायको चाहिँ बसोबास रहेको छ र उहाँहरूको के भने इतिहाससँग जोडिएको होइन ठाउँ भएको हुनाले त्यो चाहिँ एक हिसाबले भन्यो भने ऐतिहासिक स्थान पनि हो र त्यो सँगसँगै काठमाडौँबाट नजिक पनि र मानिसहरू अब अहिले स्वच्छ के भन्छ वातावरण हावापानी यो खोज्दै चाहिँ मान्छेहरू चाहिँ विभिन्न ठाउँमा टाढा टाढा जाने चाहिँ चलनहरू चलिरहेछन्। त पर्यटकीय हिसाबले पनि एउटा ट्रेकिङ रुट बनाएरै पनि काठमाडौँबाट आउन नजिक छ। अनि दोस्रो कुरो अब नुवाकोट, बिदुर, गोसाइकुण्ड हुँदै आउनलाई पनि त्यो चाहिँ ठाउँ भन्नाले त्यही रुटमै पर्छ। अनि त्यो हिसाबले त्यहाँबाट चाहिँ अब हिमालको दृश्यहरू पनि देख्न सकिन्छ। यो हिसाबले चाहिँ अब त्यो स्वच्छ वातावरणमा एक हिसाबले भने होमस्टेकै अवधारणाले पनि त्यहाँ चाहिँ हामीले गतिविधिहरू बढाउँदै लान सक्यौँ र लगानीहरू बाहिरबाट पनि भित्र्याउन सक्यौँ र गाउँपालिकाले लगानी गर्यो भने त्यो चाहिँ एउटा राम्रो पर्यटकीय गन्तव्य हुन सक्छ। यहाँबाट वरिपरिका रमणीय वातावरण हेर्न सकिन्छ। त्यसैले यो पर्यटकका लागि रमणीय थलो बन्दै गएको हो। पालिकाको मात्रै संरक्षण नभई प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय जनताको पनि संरक्षणमा ठूलो भूमिका रहने हो भने यसले आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकलाई पनि तानिने सम्भावना रहेको छ।